बढी लखरायो ढोलन चोक्टा यही ताना परिस्थिति अब गर्दा ठोक्टा आज होला भोलि होला काम छैन के खायो हिँड्यो डुल्यो कुद्यो भात मारा पोइ खुर्सा छोडी घुसखोरी भ्रष्टाचार पहिरो सबैतिर हत्के भयो बाडो भैलो भयो बाडो भैलो भयो बाडो भैलो भयो बाडो भैलो भाड भैलो गाउँको हुने खाने भनेकै हामी हो पानी हाम्रो नम्बर बिस्तारै 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 ल ल यहाँ राख यहाँ तेरी मा बजिया नुहाउनु धुहाउनु छैन हेर यो कपाल काट्न स्टाइल हो क्या बा स्टाइल हो स्टाइल तेरा पहिले जस्तो होइन क्या बा अहिले भनेको आधुनिक हो आधुनिक हो असार 15 लाग्या छ 1000 रुपैयाँ कोला ल्याइया छ टक्क बाउ छोरा मिल्ने दही चिउरा कोला चिनी मिसाएर मुसेर खाने हो मुस्टो चाहिँ म मुस्टो नि भएर यो नङ चाहिँ के गरेको हो के गरेको भन्नु यस्तै त हो त बुढो मान्छेको बाँड्न चाहिँ म बाँड्छु नि अस्ति पनि मासु र चिउरा खप्प एक्लै खायो थोरै त्यो हड्डी राखेर खायो छोरा अरे ल धेरै ल्याङ नगर भित्र हर्पेमा त्यहाँ दही छ कि छैन गरे त्यहाँ ल ल रहेछ छ असार 15 पनि आयो मासु चिउरा केही छैन ए गिठे गिठे हैन कहाँ गयो यो के बा किन किचकिच गरिरहेको जा पर दोकान गएर अलिकति चिउरा र मासु लिएर आइज असार 15 आयो खानु पर्दैन यो गाउँको हुने खाने भनेको हामी नै हो खै पैसा चाहिँ पैसा जान बाँकी दिइहाल्छन् नि बाँकी लिएर आइज मेरो नाममा जे पनि दिन्छन् के को बाँकी विद्यालय जाँदा पनि पहिलेको साउले पनि किचगई गर्छ मलाई केटीहरूको छेउमा पनि पैसा लिएले भन्छ मेरो चाहिँ इज्जतको सवाल छैन तेरो भुत्राको इज्जत घुन्टेको जा लिएर आइज यहाँ मसँग अलिकति पैसा छ यो तिरिरक अनि यो घटाइदिनु अरे भन अनि लिएर आइज ल लगभग 1000 को सामान दिन्छन् होला 1000 मा 5 घटाउनु 995 त्यहाँ खातामा लेख्दिनु अरे भन ल जा ए बाकिन्छु बरु त मिठै खान्छु यो गिठेले ल्याउँछ ल्याउँदैन दहीको जोत अलिकति गर्नै पर्यो नि भुइँसीले दिन्छ कि अलिकति दुनु पर्यो योले दिँदैन म गाई नै दिन्छु बरु मन बिनाको धन ठुलो कि धन बिनाको मन त्यसका बाद मारेर छोड्यो टोकेर मच्छ्याट यो घरा जतिको मच्छ्याट अरू कुनै घरा छैन आउँछ बाक्क लातले हान्छ मारेर छोड्या छ मच्छरले मार्ने भयो झुल किन्ने पैसा पनि छैन ए धने धने के हो बा कहाँ मर्या थिइस् यही भित्र थिए नि कुरा छोड्दे तँ जहिले पर गएर के चाहिँ गर्दैछस् गरेर के खान आँटिस् अनि असार 15 लागेन अब हामी चाहिँ के गर्नु नि कोला खानु परेन कोला खानु त पर्ने नि खोइ दिदी खोइ यहाँ पर दारु खाल्दैछ असार 15 लागो थाहा छ नि तँलाई थाहा छ मसँग पनि सुको छैन तेरो बाउको कमाई समय छैन भन्ने थाहा छ तँलाई काम चाहिँ गर्नु छैन कहाँबाट हुन्छ त पैसा अब यहाँ हेर कोला चोर्न जानुपर्छ उखरेका इलाकामा मैले अघि देखेको छ एक गरी यति लामो पहिलो भएर पाकिया छ ए हो र खुरपाजी एकछिनै बा म खुरपाजी छु लुका छ लु आइ चक्का छ कोला आज मजाले खाने भयो हैन बा ल हामी कोला मजाले खानु बा छ आज ल केरा चाहिँ यही हो है केटा ए बज्याले झन्डै खायो नि हो अटेलकामा 1 2 3 4 5 6 7 मेरा छोराछोरीले कति बेला खान्छन् यो अब लगेर दिँदा
बाँच्न सिकलले त लागेन क्या लाग्नु यार सबै दफारो राम्रो गरी केरा खाना पनि नदिने भयो अब कसरी मनाउने पर्व त मनाउनु पर्छ हेर केटा कहाँ छ त यसो सोची हेर नि त आइडिया लगाउँछु म यो गाउँमा त्यो पशुपतेकामा दही हुन सक्छ अनि बिर्खेकामा चाहिँ केरा हुन सक्छ दुई गएर चोर्नु पर्छ ल हिँड केटो म अगाडि लाग्छु ए ल लिडर भनेको लिडर होइन ए ल हुन्छ बा हुन्छ चोर्नु त नहुने हो नि त कसरी चोर्नु हुँदैन ऊ बेला मैले चोरेर यत्रो जिन्दगी पाएँ त छिटो हिँड भनेर ए दही चिउरा मजाले खाने कोला खोइ कोला कोला खोइ हजारका कोला खोइ कसले लग्यो नि होइन मोरा चाख्नु पर्छ चाख्नु न त बा म पनि खान्छु एउटा कसो मुला अब हामीलाई के भयो होइन बा आइज अब यो दहीसँग घोलेर खानुपर्छ हुन्छ कसले लग्यो नि कसले लगेछ यहाँ यी खाएछन् यो त मैले ल्याएकै कोला हो अघि बिहान पछि त्यही तिखेको काम हुनुपर्छ हेर हेर अघि बिहान 1000 लगाएर ल्याएका कोला मेरै फोन त कोला दही पनि ल्याइयो ए पेट कटक्क खायो के भएको आज बान्ता होला जस्तो पनि भइरहेछ पाइखाना जानु पर्यो अलिक राम्रो बोल्याङ्ग्रा बल्ल हल्का भयो दही चाहिँ भित्र राखेर आउनुपर्छ खोइ मेरो दही कसले चोर्यो नि यहाँ पोख्या छ मेरै घरको काली भैँसीको दही हो यो तिखेलाई भेटेँ भने त नि म त्यसका म बिर्खे दाजु कहाँ हिँडेका तिमी के भन्छस् र केटा 15 का लागि भनेर कोला लिएर आएको यसो त्यहाँ भुसुक्क निधाइरहेको थिएँ यसो बामा सिउरा थिएँ त्यही उडाइदिएछ बिर्खे बा मेरो पनि त दही ल्याएर राखेको मात्र थिएँ कसले उडाइदियो त्यामी पो उडाइदियो मेरो ए लु पक्कै त्यो तिखेले हुनुपर्छ हेर केटा भुइँसी बिहान उज्यालो हुन पाउँदैन अघि आएर दही ल्याउँछ भुइँसी सबै एक्सुकै भएको हुन्छ फाँचै जाउँ जाउँ दुवैजना भएर जाउँ त्यसका तेललाई म गाउँ समातेर पछाडि गाउँ निकाला गर्नुपर्छ तेरा गाल कहाँ छोड्छु म आज त्यसरी बाहिर निस्के एसीमा बाजिया दुनिया छोडेर हेर दुःख किन चाहियो बाउ बाउ त छैन कहाँ गए तेरा सौदा गर्न गएका छन् असार 15 जान्छन् सौदा गर्न दुनियाँको छोडेर यहाँ मेरो दहीको पसपातेको ट्यामिनी उडाइदिएछन् दहीको ए मेरा बाउलाई तिमीहरू चोर भन्ने मेरा बाउ जति इमानदार मान्छे तिमीहरूले यो गाउँमा देखेको छैन तिमीहरू मेरा बाउलाई उयो गर्ने बिहानदेखि बाउ गएका छन् सौदा गर्न भनेर बाउ दही चिउरा ल्याउँछन् भनेर बसेको आएर खुबै चोर लाउँदा रहेछन् के गर्दैछस् बस हेर असार 15 मा दही आनिको दही अनि कोला पनि ल्याएको छ खानु यो के गरे मेरो दही किन चोरे होइन तिमीहरूको चोरेर ठग्ने बारे काम छैन के गर्नु छोरी आउँछन् तिम्रा बाउ चोर भनेर मान्छे आफ्नो बाउको खुबै तारिफ गर्दै हिँड्ने के गर्नु छोरी खोल्तीमा पैसा पनि छैन काम धाम पनि छैन अनि यसो पाकेको केरा देखे अनि टिपेर बोलेर आएँ मैले त ए अर्काको त्यसै टिपेर ल्याउँदा हुन्छ
अबदेखि यस्तो गल्ती हुँदैन हेर छोरी हामी पनि दुःख गरेर बुढो मुन्टो गरेर कमाइ गरेर किनेर खान्छौँ यो चोरले काम गरिँदैन अबदेखि सबैतिर हक्के हक्के भयो बाडो भैलो भयो बाडो भैलो भयो